यो चाहिँ के हो र? यो बैधाराको। बैधारा काठको? बैधारा काठले बनाउनु पाइन्छ। त्यो सालको हो। यो पनि सालको गम हो। अनि निकाल्ने मह चाहिँ यताबाट निकाल्ने? हजुर यताबाट। अब तपाईँको यो अब अफ सिजन छ क्या, अब चैतको लास्टतिर यसको तपाईँ यो यसलाई खोलेर यताबाट निकाल्नु पर्छ। अब यिनी जाडामा कठाङ्ग्रे हुन्छ नि के र, अब यिनी फैलिने क्रम हुन्छ कि यो मौसम गर्मी हुन्छ नि, यतिखेर अब फैलिन्छ नि। रानी 2-3 वटा भएपछि निस्किहाल्छ हैन? ठिक छ। कोही मासिहाल्छन्, कोही निस्किन्छन्। अब त्यस्तो अलि उस गर्दै नीति यस्तो छ नि। ल मौरी यसमा चाहिँ मौरी छैन? छ यता यो यसमा छ नि। के गर्दैन यसले? मह चाहिँ कसरी बेच्नुहुन्छ हजुरले? म हामीले अब 1000 रुपैयाँ किलो बेचेको छौँ। हो हजुर। अहिले मह छ त? अहिले अब यसभित्र के छ थाहा भएन। अब कात्तिकमा काट्ने हुन्छ क्या, कात्तिकमा काटेको हामीले तपाईँको यो धेरै माग हुन्छ क्या लोकल मह भनेपछि। यहाँ बजारतिरको भन्दा नि यहाँका अहिले छैन तपाईँसँग? अहिले छैन सर। ए नभए लान्थ्यो। सबै सिद्धि छ। मौरी यसरी पालन गरिरहेछ हेर्नुहोस्। ठाटीघाटमा यसरी गर्नुहुन्छ? ठाटीघाटमा यसरी गर्नुहुन्छ? बक्सवाला होला। घरको खोपामा गर्ने रहेछ? ए घरमै बनाउने बक्स जस्तो बनाउँछ नि। 2-3 वर्षको कति जति आम्दानी हुन्छ मौरीबाट? घरमा खाएर पनि 25-30 हजार हुन्छ है। ठिक छ। सुन्तलाबाट हुन्छ र सुन्तला कमलाबाट नि 30,000। यो तपाईँको मौरी अनुसार हुन्छ। कहिले 2 चोटि काट्ने बेला 5 किलोसम्म पनि हुन्छ। कहिले लाउँदै पनि लाउन यस्तो बनाएर बेच्नुहुन्छ तपाईँले? यस्तै यो मोडे बनाउनु सर। यो भेटे बहुत कमै भेटिन्छ कि। भेटे त मैले थुप्रै लिउने, म आफै पनि किन्छु भेटाएपछि। घम के यो प्रायः जस्तो घममा यस्ता घम मन पर्छ कि नि लोकल मौरीहरूले हेर्नुहोस्। अब यो त त्यस्तो खासै छैन, यो पातल छ। यो त लोकल मौरी हो, रानी सेवा त्यस्तो भन्ने होइन। लोकल मौरी यसबाट पनि बनाउन सकिन्छ अरे, मैले सुनेको छु। ल जाउँ। यसलाई मिठी चिची के दिने हो?